हेलो हेलो गाइज, वेलकम टु माई ब्लग। आज धेरै लामो समयको अन्तरालपछि आज नयाँ ब्लगको साथमा आएको छु। आज चाहिँ मैले चाहिँ पुरानो कामलाई छाडेर नयाँ काममा जोइन भएको पनि 8-10 दिन भइसक्यो। फेरि तर पनि ब्लग बनाउन पाएको थिइनँ। आज चाहिँ यसो तपाईँहरूलाई आफ्नो एक्सपिरियन्स अनि मनको कुरा सेयर गरौँ भनेर ब्लगको साथमा आएको छु। गाइज, नयाँ ठाउँ, नयाँ अहिले रातिको 1 बजिसकेको छ। यहाँ चाहिँ एउटा भाइ अगाडि गइरहेछ। यहाँ रोड चाहिँ सुनसान छ अहिले। बिल्डिङहरू यो चाहिँ गाडीको सोरुम। यतातिर चाहिँ होटल के होटल हो यार, रेड चिल्लीज ब्लग। तो गाइज यता चाहिँ पानी सानी के परिरहेको छैन। आज चाहिँ गर्मी छ यार, पुरा सबै बन्द भइसकेको छ सबै। तर पनि रोडमा गाडी हिँडिरहेछन् कति एक दुईवटा। चाहिँ रुमतिर गइरहेछौँ। अब यहाँदेखि चाहिँ रुम पुग्न लगभग 15 मिनट लाग्छ। होटल एयर इन लाइट राम्रोसँग देखिरहेको छैन यहाँ, तर माथिको लाइट छ नि होटल एयर इनको। तर यो होटल पनि ठुलो होटल रहेछ। काट्ने त होइन यार। यो चाहिँ गल्लीको रोडमा हाम्रो भाइ निराश एउटा पनि मिलिरहेको छैन होइन। ड्युटीको टाइम मिलिरहेको छैन, त्यसैले काम हेर्दै अहिले भर्खर टाइम मिलेको छु। त्यही पनि हल्का आफ्नो मनको कुरा सेयर गरौँ भनेर तपाईँहरूको माझमा, त्यसैले ब्लगको साथमा आएको थिएँ। अझै कति अरू 5-10 मिनट अझै लाग्छ होला रुम पुग्न। कति मिनट लाग्छ? सायद 5 मिनट लाग्छ होला। हो गाइज, यो चाहिँ डबल लाइन रोड हो, तर पनि यहाँ गाडी चाहिँ छैन। त्यता अगाडि चाहिँ मार्केट छ, मार्केटनिरै छ हाम्रो रुम चाहिँ। यो बिल्डिङमा चाहिँ कोही नेपाली दाइ छ कि क्या हो यो बिल्डिङमा काम गर्नु? यता फ्यामिलीवाला दाइ मैले हिजो अस्ति देखाएको थिएँ, तर परिचय चाहिँ भएको छैन। मार्केट एरिया हो होइन। यहाँ चाहिँ पुरा रातितिर दिउँसोतिर मार्केट लाग्ने गर्छ 6-7 बजेदेखि। अब हामी चाहिँ यतातिर चाहिँ हाम्रो रुम, यहाँदेखि अगाडि गएपछि चाहिँ हाम्रो रुम छ। यतादेखि यहाँ अगाडि छ। तो अब चाहिँ हामी रुममा पुग्न लागिसकेका छौँ। गाइज यही हो हाम्रो रुम। अब रातिको 12 पनि बजिसकेको छ गाइज। अब सुत्ने टाइम भइहाल्यो, 1 बजिसकेको छ, सुत्ने टाइम पनि भइहाल्यो। अब नेक्स्ट ब्लगको साथमा तपाईँहरूको माझमा आउँदैछु। ब्लग कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो, नराम्रो लाग्छ भने प्रतिक्रिया दिनु होला। राम्रो बनाउने कोसिस गर्नेछु। भर्खर नयाँ सिकिरहेको छु, तर हल्का बनाइरहेको थिएँ, तर पनि टाइम मिल्दैन, त्यसैले बनाउनै भइरहेको छैन।
कमेन्ट गर्नु होला कस्तो लाग्छ गाइज बाई नेक्स्ट ब्लगको साथमा तपाईँको माझमा आउनेछु यता अहिलेको लागि चाहिँ बाई